guys, welcome back to my channel. Today's vlog is gonna be about our little picnic with my friends of college. So we'll be going to the Ghatisina and then we'll be doing some cooking, some swimming, and we'll be good to go by chilling. Okay, so let's meet up with our friends first and then we will be off. So you guys, हाम्रो meet up भइसकेको छ अनिसित हैन अनिस. Yes, guys. वेट पुरा भएन हाम्रो दुईटा गाइज आयो यहाँ. आफ्नो बेथा पोख्दै क्या यहाँ. के छ कस्तो लागिरहेको जानु लाग्यो. सेक्सनको सबैभन्दा फनिस्ट गाई हो हाम्रो ड्रिपी भाइ. यहाँ त चारवटा लिएर हिँडेर त्यहाँ गाइज अब स्विमिङ गरेको हेर्न सक्नुहुन्छ हजुरहरूले. जलपरा यहाँ अर्को जलपरा शिशिर के अहिले एउटा खाना रेडी हो. सब पनि यहाँ हाम्रो सब बनाएको अनि लिएर आएको म्यानेज गरेको कि सबले यहाँ सबलाई जलाउन रेडी हो. हाम्रो मोगली ड्याम. यहाँ तपाईँको गाइजको मोगली होइन. 3:20 में हामीले अहिलेसम्म यो बनेकै छैन. हाम्रो साथी करै डोरे हाम्रो के पाएको छैन. 3 hours later. सो फाइनली हाम्रो आगो बोलेको छ अनि हाम्रो खुसी लाग्छ मलाई साथीहरू. पाकिरहेको छ तर कहिले धेरै स्टेडी रूपमा पाकिरहेको छ. हाम्रो साथीले देखाइदियो के अरे हल्का घाँसहरू निकाल्दै उसको याद त्यति उसको सिगारेट बाँच्नलाई धुवाइहरू आयो. गर्मी भनेपछि अरू भनेको भेजा खानामा चल्ने काम केही छैन. ल मिठो देखिरहेको रातै होला. यता फेरि हाम्रो फुक्री मान्छे फुक्दा मेरो आँखै छ. सिनेमेटिक मासुको सिनेमेटिक यता मासुको सिनेमेटिक भन्दै त्यो के काम चोर केही काम न डन्डा लिएर हाम्रो मेहनतको पछि हाम्रो चाहिँ बनाइ रेडी भएको छ. उनी केही काम गरेन, मैले केही उसले काम गर्यो. हाम्रो सेन्टी सपन यहाँ के अरे स्विमिङ त हान्ने होइन तर यहाँ मलाई करै कालो भनेर टेन्सन हुन्छ. ड्याम आलु लिएर एउटा आलु हेर धनिया ठुलो हेर न. ए धनिया हाल्ने बिचमा मासु हाल्यो सानो हाल्यो भन्ने हुन्थ्यो. कसैको अनुहार गाइज अब हामी सकेन. अब यहाँ साथ यता हिरो हुँदैन. प्याकिङ हुँदै प्याकिङ देखाएन त्यहाँ. दिस इज द साइमन किन स्याड देख्छ मासु खान भएर यो सपन बिचराले एउटै एक्लै काम गर्दा यहाँ सपन म काम गर्न जति काम गर्दा त्यही मैले केही देख्दैन कि मैले. सो गाइज अब हामी सकेर फर्किँदैछौँ होइन. यहाँ साइमन धेरै थाकेको ठाउँमा मैला फाल्नु हुन्छ. फाल्नु होइन हामी यहाँ स्वच्छता फैलाउँदै हिँडिरहेको छौँ. क्या हाम्रो समाप्त भएको छ. कस्तो भयो तिम्रो आजको रमाइलो भयो. तपाईँ काल भाडा कालो भाडा कालो भयो नि धेरै